अहिलेका गृहमन्त्री सुदन गुरुङजी जुन स्पिडमा दौडिरहनु भएको छ त्यसले भ्रष्टाचारीहरूलाई त समात्ला हैन, समात्न सक्नु होला उहाँले हैन, कम होला भ्रष्टाचार हैन। जुन स्पिडमा उहाँ दौडिरहनु भएको छ यो स्पिडले देशलाई द्वन्द्वतिर लाने पो हो कि जस्तो लाग्दैन हजुरलाई? यस्तो छ, यो खालको स्पिड पहिला नै खोजेको हो देशले र देशका आम जनताले। गृहमन्त्रीमा पक्कै पनि यो खालको स्पिड हुनुपर्छ। स्पिड भयो भन्दैमा संयमता चाहिँ तोड्न हुँदैन, संयम चाहिँ हुनुपर्छ। किनभने राजनीतिक मुद्दाहरू उठाउँदै गर्दाखेरि देशमा अनाहकमा मान्छेहरू लड्ने मर्ने हैन, अर्काको लागि ज्यान दिन्छु भन्ने खालका अभिव्यक्तिहरू प्रस्तुत गर्ने त्यस्तो हुन्छ। राजनीतिक मुद्दामा चाहिँ अलिकति संयम चाहिँ हुनुपर्छ। तर संयम हुनुपर्छ भन्दैमा त्यसको मतलब यो होइन कि भ्रष्टाचार गर्नेहरूलाई चाहिँ छोड्नुपर्छ भन्ने होइन। त्यसको पनि प्रक्रियागत रूपमा जानु पर्यो। त्यसको प्रक्रियाहरू हुन्छ। अब कतिपय सम्पत्ति शुद्धिकरणबाट जानु पर्यो, कतिपय कुराहरू छानबिन आयोगबाट जानु पर्यो हैन। त्यसरी अदालती प्रक्रियाबाट गयो भने मोर एफिसिएन्ट हुन्छ र सरकारलाई आफूलाई दाग पनि लाग्दैन र न्यायालयले गर्ने काम न्यायपूर्ण न्यायालयलाई नै जिम्मा दिनुपर्छ भन्ने जस्तो लाग्छ। यो हिसाबमा उहाँको स्पिड एकदमै राम्रो हो। देशलाई अति आवश्यक छ, जनतालाई अति आवश्यक छ यो खालको स्पिडमा काम गर्ने मान्छे पाउँदा खुसी पनि छन् जनता। यो स्पिडले पक्कै पनि भ्रष्टाचारीहरूको सातो चाहिँ गएको छ हैन, त्यसमा दुई मात्रै छैन। तर त्यो स्पिडमा संयमता चाहिँ नगुमाउनुहोस् भन्न चाहन्छु म।